गाइज आज चाहिँ हामी नेपाली साथीहरू प्लस यहाँको हाम्रो साथीहरू मिलेर चाहिँ सटरडे सन्डेको बेलामा चाहिँ हामी चाहिँ क्याम्पिङ जाने प्लान बनाएर हामी क्याम्पिङ हिँडिरहेको छौँ। सो गाइज अहिले चाहिँ हामी अब कारमा बसिरहेको छौँ अनि अब स्मोकिङ गर्ने साथीहरू चाहिँ स्मोकिङ गर्नु गइसक्नु भएको छ, तर म चाहिँ अब बसिरहेको छु। Sampai sudah. जङ्गलको बिचमा रहेछ त Hah? जङ्गलको बिचमा रहेछ त्यहाँ। अहिले चाहिँ हामी आइसकेको छौँ हाम्रो क्याम्पिङ साइटमा। अहिले चाहिँ भर्खरै आइपुगेको छौँ हामी हाम्रो क्याम्पिङ साइट हो। आजको दिन चाहिँ यहाँनिर बस्ने हो अनि क्याम्पिङ साइटको नाम चाहिँ ब्ल्याक स्टोन रहेको रहेछ। मलेसियामा पहिलोचोटि क्याम्पिङको अनुभव लिँदैछौँ र म तपाईँहरूलाई ठाउँ देखाउन चाहन्छु। ठाउँ चाहिँ यस्तो छ। हामी चाहिँ बिहारीलाई अझै उयो देखाउन चाहन्छु। नुहाउने ठाउँ यो चाहिँ यहाँको नुहाउने ठाउँ। नुहाउने ठाउँ रहेको छ। भनेदेखि दामी छ ठाउँ, एकदम राम्रो छ। हामी आएको चाहिँ यहाँ हो। अब हाम्रो साथीहरूले चाहिँ ड्याङ सामानहरू निकाल्दै हुनुहुन्छ। हाम्रो सामानहरू चाहिँ यो हो। यहाँ साथीहरू ओ दाइ कस्तो लागिरहेछ त क्याम्पिङ आउँदा त? ठिक लागिरहेको छ। बनाउँदैछु। क्याम्प साइटमा आएको होइन, यहाँ हाम्रो बोसहरूसँग चट्टसँगले पाङ हो कि अब चाहिँ हामी च्याट्टै यहाँनिर
सो ओके फाइनली एउटा चाहिँ हामीले पासाङ के अरे टेन्ट तयार भइसकेको छ एउटा चाहिँ अर्को चाहिँ हाम्रो यहाँ अर्को नयाँ साथीहरू चाहिँ आइसक्नु भएको छ ओइ के ओइ जाङ्गा न एउटा चाहिँ रेडी भइसकेको छ अर्को चाहिँ यहाँ के हो पासाङ गर्नु पर्ने के लाउनु पर्ने हाम्रो चाहिँ यस्तो भएको छ एउटा चाहिँ बस्ने ठाउँ भित्रको देखाउँछु है त म भित्रको भिडियो चाहिँ दामी आएको छ है ओ रमेश दाइ ओके या सो हामी चाहिँ यहाँनिर अहिले सबैजना भेला भइसकेको छ नि यो चाहिँ हाम्रो एउटै कम्पनीको हाम्रो यहाँको साथीहरूसँग चाहिँ आएको छौँ केटाहरूको मलेसियाको जिन्दगी नै बेग्लै छ क्या उहाँ पनि पैसा कमायो है कति दामीहरू कहिले आउला यार हाम्रो यस्तो दिन चाहिँ ओ माई गड ल के छ दाइ हामीलाई त बिहानै उठाइदियो नि म त सुतिराखेको धमाधम काम चलिरहेको छ सो अहिले चाहिँ म चाहिँ उसलाई चाहिँ यही दिन चाहन्छु हाम्रो बेडको तयारी हुँदैछ यहाँ बेडको हिसाब फेर्नु ठाउँ कसको चार्ज मेरो यो चाहिँ बेड र बेड खुल्दैछ हाम्रो आजको हाम्रो रातको बसाइ चाहिँ यहीँ हुन्छ ल
अर्को पनि रेडी भयो ल। हामी फोटो चाहिँ अहिले भरे खिच्छौँ। अब फोटो खिच्नुपर्ने छो। हो दिलमा धेरै आनन्द आइरहेको छ। काम गर्दा 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 दिमाग खराब भएर आज चाहिँ हामी चाहिँ टक्कसँगले उता आइरहेको छ। त्यसैले यो लगाउने पनि आइडिया चाहिँदो रहेछ। हामीलाई त के थाहा यस्तो। अब चाहिँ थाहा भयो। तर कहिलेकाहीँ यसरी फ्रेस हुनु पनि राम्रै कुरा हो। अब यहाँ पनि आउँदैछ अर्को झुला तयार भइसक्यो त्यहाँनिर। हामी चाहिँ एउटै कम्पनीको गाइजहरू के सबै गइदिउँ भनेर आइदिएको। यो चाहिँ हामी उता पेनाङमा हो। यो चाहिँ यता केडा पनि कुलिङ त्यतातिर यो ब्ल्याक स्टोन क्याम्पिङ भन्दो रहेछ। यहाँ चाहिँ हाम्रो आपाङहरू जत्तो 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 केटाहरू बसिसक्यो। ओके अहिले चाहिँ अब सबै यो बनाइसक्यो कि हामीले चाहिँ बस सुत्ने ठाउँ अब खाने ठाउँ यहाँनिर हाम्रो गाइजहरूको कार पार्किङहरू सबै भइसक्यो। अब चाहिँ हामी चाहिँ अब खाना पकाउनेले पकाउँछन्, नपकाउनेले चाहिँ अब नुहाउन जाने प्लान बनाइरहेको छौँ। सो कि सबै कुराहरू अब त्यही नै हो। यहाँ भइरहेको छ तपाईँलाई यो चाहिँ हामी नुहाउने ठाउँमै छ गाइजहरू। ल नुहाउने ठाउँ हाल पनि सक्नुभयो त। अब हामी तयारीमा छौँ। तयारीमा गाइडहरू कस्तो चिसो छ यार पानी त। सो अहिले चाहिँ हामी नुहाइसकेको छौँ। मजाले पौडी खेल्यो है। नुहाइसकेको छौँ। अहिले चाहिँ हामी नुहाएर कपडा सपडा फेरेर यसरी हामी बसिरहेको छौँ। अब अरू यहाँको साथीहरू चाहिँ खेल्न आउँदै हुनुहुन्छ। हामी चाहिँ नुहाइसकेको छौँ। साथीहरू चाहिँ खेल्दै हुनुहुन्छ यहाँनिर खेल्दै हुनुहुन्छ। हामी चाहिँ यहाँनिर अब खाना खाने प्रोग्राम छ। Sudah mandi lah.
Suju. Okay, okay. Kami Mia cooking, cookman. सो अहिले चाहिँ हामी चाहिँ सबै क्याम्पिङको सेटअप चाहिँ दामी भइसकेको छ र हामी नुहाएर पनि आइसकेको छौँ। यहाँनिर यस्तो छ, हाम्रो बोसहरू चाहिँ सबैजना मस्त हुनुहुन्छ। हाम्रो बोस सबै यो 4जना चाहिँ बोसहरू है हाम्रो। र हाम्रो खाना पनि रेडी भइसकेको छ। यहाँनिर खाना पनि रेडी भइसकेको छ। कुकम्यान चाहिँ यो कुकम्यान। हेलो बाबा ब्लग ओके Sanjeev okay, Sanjeev okay. Okay. Oh, dia mau sampai malam tidur sini oh. Aku tangkap obat. Jangan fikir benda tu tak boleh makan. Paling busa bos. Tak ada baju pun bos. Ini yang bos. Cookman. Cek bos. हामी चाहिँ अहिले यहाँको चाहिँ मलाई सिस्टम चाहिँ राम्रो लाग्छ कि टक्कसँगले आयो हेर चट्टसँगले म तपाईँलाई सरर देखाइदिन्छु यो चाहिँ। अब यहाँनिर चट्ट हाम्रो चाहिँ यो क्याम्पिङ एरिया क्याम्प गर्यो। अघि नुहाएर पनि आइयो चट्ट। उतातिर अर्कै ग्याङ छ, उतातिर चाहिँ अर्कै ग्याङ हो, उतातिर अर्कै ग्याङ हो भनेदेखि हामी चाहिँ यहाँनिर चट्ट नुहाएर आइयो। यो चाहिँ हाम्रो बोसको कार हो। हामी चाहिँ कतिवटा कार छ भने 4-5वटा कारमा चाहिँ यहाँ आएको छौँ हामी। चट्टसँगले यस्तो छ है हाम्रो सेटअप चाहिँ लगाइछ। अहिले चाहिँ अब मैले चाहिँ सट्ट गरिसकेको छु। अब भिडियो तपाईँहरूलाई देखाइरहेको छु। अब चाहिँ यही हो, फाइनली अब खाना खाने बेला भयो। अब आज चाहिँ यो रमाइलो छ, दिनभरि रमाइलो भइरहेको छ, जस्तोसँगले आइरहेको छ। अरू अब के भन्नु, पहिलो बोल्नै आउँदैन हो भिडियोमा चाहिँ, के भन्नु। अब यस्तै हो, अब कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ अब जिन्दगीमा होइन। यहाँनिर चाहिँ मलाई एउटा कुरा विशेष चाहिँ के लाग्यो भने, आइडिया हो भने पैसा कमाउन चाहिँ गाह्रो छैन। अब यहाँनिर हेरौँ न, त्यहाँनिर खोला छ हो, त्यहाँनिर खोला छ। यहाँनिर अब यतिको यो मैले जुन मेरो पछाडि देखिरहनु भएको छ यो चाहिँ चौरी हो क्या, पुरै चौरी हो। यो पछाडि देखिरहनु भएको छ पुरै चौरी हो, यो चौरी छ। अनि यहाँनिर चाहिँ अब सुविधा चाहिँ सबै छ, हुन्छ त्यो बत्तीको होइन, अनि त्यसपछि देखेर टोइलेटको। अनि यहाँ चाहिँ केही अब भनौँ न केही पैसा लिएर चाहिँ यहाँनिर क्याम्पिङ एरिया चाहिँ तोकेको हुँदो रहेछ। यहाँ चाहिँ अब आफ्नो एरिया हुँदो रहेछ कि, आफ्नो एरिया। यो पुरै जङ्गल हो र फेरि यो पछाडि जुन देखिरहनु भएको छ पुरै जङ्गल हो, यो पुरै जङ्गल हो, सबै जङ्गल हो। खाली ठाउँ भनेको चाहिँ यति जुन वरिपरि छ यति खाली ठाउँ हो। यति खाली ठाउँबाट चाहिँ यहाँको मान्छेले चाहिँ कति पैसा उठाइरहेको छ अरे, कति पैसा उठाइरहेको छ। अब
भनौँ न त्यो सधैँ काम गर्दा गर्दा चाहिँ दिमाग ह्याङ भइरहेको हुन्छ यसो एक दुई दिन फ्रेस अब त्यहीँनिर चिसो पानी छ है त्यहाँनिर नुहाउने हो नुहाएर चट्टसँगले यहाँनिर टेन्सन तानेर अब आफ्नै रूपले बसेर चट्ट खाने अब हामी त अझै भोलि बिहान जानेछौँ भोलि बिहान चाहिँ हामी फर्किनेछौँ यहाँनिर अब हामी यहाँ पाँचवटा गाडीमा चाहिँ कारमा चाहिँ हामी आएको छौँ हाम्रो बोसहरू सबै यहीँ हुनुहुन्छ अब बोसहरू चाहिँ फर्किन्छ होला केही बोसहरू चाहिँ बस्नुहुन्छ यहीँनिर हामीसँग तर ठिक हो रमाइलो हो यिनीहरूबाट चाहिँ हामीले केही कुरा सिक्नुपर्छ जस्तो लाग्छ हामीले पनि त्यस्तै हो र गाइज अब यस्तै हो फेरि अब अरू अपडेटहरू म दिँदै गर्छु अब भन्दै गर्छु मेरो चाहिँ पहिलो ब्लग भएर होला अलिकति बोल्न पनि आइरहेको छैन के बोल्छ होइन मिलाएर बुझिदिनु होला त्यस्तै हो यहाँ ब्ल्याक स्टोन क्याम्पिङ भनेर यहाँ देखाइरहेको छ यहाँनिर देखाइरहेको छ हेर्न सक्नुहुन्छ ब्ल्याक स्टोन क्याम्पिङ भनेर यहाँनिर एउटा मलाई चाहिँ कस्तो लाग्यो भने बाटो चाहिँ के माटो पनि जङ्गलभित्र के पुगेको छ बाटो जङ्गलभित्र बाटो पुगेको छ अनि त्यहाँबाट अब के भयो जङ्गलभित्र पनि बाटो पुगेको छ र जङ्गलभित्रबाट पनि पैसा उठाइरहेको छ पैसा कमाइरहेको छ अब नेपालमा त यस्तो ठाउँ त हामी त धेरै छ नि धेरै छ यस्तो ठाउँहरूबाट चाहिँ केही पैसाहरू चाहिँ हामी लिन सक्छौँ क्या तर नेपालमा चाहिँ अब आफ्नै मान्छेले आफ्नै खुट्टा तानिरहेको हुन्छ त्यही भएर चाहिँ त्यही एउटा प्रविधिले चाहिँ गर्दाखेरि चाहिँ अलिक उयो हुन्छ अब यहाँ हेरौँ यहाँनिर अब सबै उ नै हुन्छ सबै कुरा अब भनौँ न उ नै हुन्छ त्यही भएर चाहिँ ठिक हो ल अब के हुन्छ उयो गरिदिरहेको हुन्छ है पिकनिक जस्तो भयो हाम्रो चाहिँ अब पिकनिकै हो होइन कस्तो छ दाइ हो उतातिर अर्कै ग्याङ छ यतातिर अर्कै ग्याङ यो हो नि त मजा ल गाइस हामी चाहिँ अब खानासाना खाइसक्यो एकजना त्यहाँ सुत्ने व्यवस्था यहाँहरू चाहिँ अब हामी चाहिँ भित्र छ यो हामी चाहिँ भित्र हो खाना अझै 2 लट बाँकी छ यो चाहिँ हाम्रो रातिको बेलुकाको चाहिँ हामी चाहिँ यतिजना बसेको चाहिँ क्याम्पिङमा चाहिँ दिउँसो चाहिँ धेरैजना नै हुनुहुन्थ्यो 20-25 जना हुनुहुन्थ्यो अहिले चाहिँ राति चाहिँ हामी यतिजना चाहिँ बसेको चिया हेलो गुड मर्निङ साथीहरू गुड मर्निङ हामी चाहिँ बेलुका अलि ढिलै सुत्यो राति पनि हामीले नुडल्सहरू बनाएर खायो त्यस पछाडि सुत्यो र अहिले चाहिँ साथीहरू सबै सुतिरहेको छन्
म चाहिँ उठेर फ्रेस भएर यसो हेरेको कस्तो दामी बिहान शीत परिरहेको छ यहाँ हाम्रोतिर त्यो दसैँ होइन तिहारमा हामी देउसी खेल्न जाने बेला त्यस्तै शीत परिरहेको छ क्या यहाँ पानी पऱ्यो नि होइन है शीत परिरहेको छ पुरै यता यो मासतिर तेल घारी चाहिँ थुप्रो छ यतातिर तेल घारी थुप्रो छ तेल अनि यतातिर चाहिँ यो डुरियनहरू भन्छ नि डुरियन यहाँ मलेसियामा एकदम फेमस छ डुरियन त्यो डुरियन चाहिँ यहाँ पुरै गाडी छ हिजो हामी यता यो बाटोतिर यो जुन बाटो छ यो बाटो आउने बाटोमै त्यहाँनिर थियो क्या हामी झरेको थियो त्यो डुरियन खाइयो पनि अलिअलि अनि त्यहाँबाट कस्तो के आनन्द राति त त्यो यो खोला कराएको के त्यो सलल्ल बगेको आवाज यस्तो मिठो अनि त्यहाँबाट चराहरू कराएको आवाज ओ माई गॉड कस्तो मिठो यो ओ माई गॉड यो फल नै पाउँदो रहेछ यो फललाई के भन्छ उतातिर यो हाम्रोतिर पाउँछ यो के भन्छ लु भन्नु त यो चाहिँ फल पाउँछ हाम्रोतिर के हो नाम चाहिँ ठ्याक्कै याद भएन है तर यो पाउँछ रहेछ यतातिर अम्बक भयो अनि त्यो रम्बुदान अनि त्यो अर्को के ए थुप्रो छ यतातिर चाहिँ 10 रिङ्गिट तिरे पछाडि चाहिँ जति खाए नि पाउँछ अरे यतातिर चाहिँ त्यो छ अरे क्या यहाँ अघि हिजो हामीलाई भन्दै थियो 10 रिङ्गिट तिरे पछाडि चाहिँ जति खाए नै छ भन्दै थियो सो आजको क्याम्पिङ रात त राम्रै हामी बेलुकासम्म नै एकदम रमाइलो गरिरहेको अनि बिहान उठेर पनि अहिले प्रायः यहाँ क्याम्पिङ बस्ने सबैजनाहरू चाहिँ सुति नै रहेको छ उता माथिसम्म माथिसम्म चाहिँ क्याम्पिङहरू बसिरहेछ कोही उठेर पकाउने यताउता यहाँ चाहिँ नुहाउन सक्ने खोला तपाईँको यस्तो राम्रो सुनेको थियो कि सुत्ने बेलामा आम्बिङ पनि निन्द्रा मजाले मिठो निन्द्रा आउनु क्या त्यो पानी पनि यस्तो चिसो छ कि अब पुरै क्या त्यो नेपालको त्यो पुरै हिमाली भेगको खोला जस्तै पानी यस्तो चिसो हो कि है पानी मजाको चिसो त्यो पानी यहाँको यहाँ चाहिँ डर यो दहमा अहिले पौडी खेल्नुपर्छ अब जाने बेलामा यो दहमा टक्क पौडी खेल्नु माछा पनि पाउँदो रहेछ माछा यस्तो सङ्लो पानी छ यो कालो कालो देखिएको त्यो उयो भन्छ तर माछा पनि छ हेर्नु यहाँ त माछा पनि छ यहाँ पेज गएर रहेछ यहाँ त जाने त्यहाँ माथि गएको थियो यस्तो छ सो आजको क्याम्पिङ चाहिँ राम्रै भयो अब फेरि यो सबै बसिरहेको छ सबै अब चाहिँ फेरि हामी 9को महिना म चाहिँ भर्खर उठेर ब्रस नि गरेर होइन त्यतिकै यहाँ यसो पढाउनमा लागेर आएको अब चाहिँ फेरि 9को महिना मतलब सेप्टेम्बर अक्टोबरतिर चाहिँ फेरि पनि हामी 10 किलोमिटर पर जाने भनेर प्लान चाहिँ बनाइरहेको छौँ सबैजना अहिलेकै टिम सबैजनाले के हुन्छ हेरौँ त्यति बेला हामी योभन्दा पनि पहिला चाहिँ प्लान गरेका थियौँ तर भएन के भयो तर यसपालि
Ini orang tabagon lagi. सो अहिले चाहिँ अब हामी खोल्दैछौँ सबै अलिक लेट भयो अघि नै यो गऱ्यो हाम्रो चाहिँ यस्तो थियो अब खोल्दैछौँ हामी